हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। होइन खासै ब्लग चाहिँ बनाउनु आउँदैन तर पनि ट्राई गरेको। अनि हामी चाहिँ जङ्गल गएको के। अनि जङ्गल किन गएको भन्नुहुन्छ भने हजुरहरूले अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुहोस्, हजुरहरूलाई थाहा हुने नै छ है। हामी पनि प्रत्यक्ष रूपमा देखाउने छौँ। अनि हामी चाहिँ पहिले पनि आएको थियौँ कि यो ठाउँमा चाहिँ, तर अहिले चाहिँ कस्तो धेरै जङ्गल पलाएर बाटै नचिनिने भइसकेको रहेछ क्या। अनि हामीलाई नै कस्तो कन्फ्युज बनाइदिएको क्या यो जङ्गल पलाएर त। अनि हो कि नभन्यो फेरि होइन होला भनेर अर्को बाटोतिर लाग्यो है। अर्को बाटोतिर गयौँ अनि मेरो खेपा चाहिँ धोको बोकेर हिँड्दै हुनुहुन्छ अघि अघि। अनि म चाहिँ उहाँलाई नै पछ्याउँदैछु कि पछि न। अनि फाइनली पुग्यो है। अनि पुगेर त मेरो खेपा त हतार टिप्न थाल्नुभयो। अनि कस्तो पानी रहेछ क्या त्यहाँ चाहिँ। अनि म चाहिँ टिप्नै पाएन, एकदम मिठो टिपेँ। अनि यो चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ काङकुङ साग हो। काङकुङ साग टिप्न आएको थियौँ हामी है यो ठाउँमा चाहिँ। टिपिसक्यो अनि टिपेर नि गयौँ। अनि त्यहाँदेखि कस्तो धेरै मछलीले टोकेर अनि छिटो गरेर हामीले चाहिँ भिडियो बनाउनु पाएन, यति नै बनाएर गयौँ। तर हेर्नु न चाहिँ मछलीले चिलिरहेको छ क्या त्यहाँ। ऊ भगाउँदा पनि पो भाग्दैन त ल। अनि फेरि आओस् भनेर फेरि हामी गयौँ। यो चाहिँ कुन फल हो गाइस त्यो चाहिँ थाहा भएन, तर कस्तो राम्रो थियो क्या। अनि हामीले चाहिँ गाडी पार्किङ गरेको थियौँ पर नै। अनि फेरि हामीलाई चाहिँ अर्को ठाउँ पनि जानुपर्ने थियो क्या। अनि हामी चाहिँ गयौँ अनि पुग्यो त्यो ठाउँमा नि। यो चाहिँ कस्तो गाउँ जस्तो छ क्या, गाई गोरु चलिरहेको छ हेर्नु न। अनि फेरि हामी चाहिँ किन यहाँ आएको भन्नुहुन्छ भने नि हामी चाहिँ वन बाले लिन आएको क्या यहाँनिर। अन्तदेखि बाजेले एउटा मात्रै दिनुभयो, हामीलाई त दुईवटा चाहिएको थियो। अनि फेरि हामीले दुईवटा माग्यौँ, दिनुभयो। अनि धन्यवाद पनि दियौँ। अन्तदेखि खेपाले दुईवटै हातमा भाले बोकिरहनु भएको छ होइन। अनि बडे सुप खाने हो नि त, अनि खुसी भइरहनु भएको छ। अनि फेरि लाग्यो हामी चाहिँ, रात पनि परिसकेको थियो। बाई बाई गाइस, यति नै हो।